नमस्ते सबैजनालाई। आज मैले फेरि यो के अरे गुरुङ ड्रेस अथवा मगर ड्रेसको कल्चरल ड्रेस भनौँ न, कल्चर ड्रेसको लेहेङ्गा बनाएको छु है। तपाईँहरूले देखाउँछु। यस्तो छ है, हेर्नुहोस् है, यसरी बनाउँछ हामीले है। तपाईँहरूलाई मन पर्यो भने अर्डर गर्नुहोस् है, अर्डर गर्न सक्नुहुन्छ। यसरी यो अहिले एकदम चलेको बुट्टा हो क्या, यो मयूर बुट्टा चाहिँ एकदमै चलेको बुट्टा हो। अनि एउटा कुरा चाहिँ के हुन्छ नि, ग्राहकहरूले कपडा पनि ख्याल गर्नुहोस् है। तपाईँहरूले यो कपडाको क्वालिटी पनि याद गर्नुपर्छ। कपडा लिँदाखेरि राम्रो क्वालिटीको, कोही राम्रो क्वालिटीको हुन्छ, कोही सस्तो क्वालिटीको हुन्छ। राम्रो क्वालिटीको हो भने राम्रो देखिन्छ होइन, सस्तो क्वालिटीको चाहिँ अलिक राम्रो देखिन्न, फ्याल्ला परेको हुन्छ। अनि जुन बजारमा पाइन्छ होइन, अलिक सस्ती पाइन्छ कि यस्तो लेहेङ्गाहरू, ड्रेस, यो कल्चर ड्रेसको ड्रेसहरू सस्ती बजारमा पाइन्छ होइन। तर चाहिँ त्यो चाहिँ जुन फेरो हुन्छ नि, यो फेरो ठुलो हुँदैन कि, सानो फेरो हुन्छ कि। त्यो चाहिँ हामीसँग बनाउनु भयो भने मजाको फेरो हुन्छ कि, त्यो ठुलो फेरो बनाएको हुन्छ कि। अनि यसमा चाहिँ केन राखेको छ होइन, केन राखेको छ। र केन नराखेको लेहेङ्गा पनि बनाउन मिल्छ है त। यो चाहिँ कस्टमरले नै केन राखिदिनु भनेको भएर केन राखेको हो। अनि यसरी झुम्का पनि राख्छु। अनि यो चाहिँ एक्स्ट्रा लेस राखेको हो। यो प्रिन्ट सबै यो कपडामै भएको प्रिन्ट हो होइन। अनि यो चाहिँ एक्स्ट्रा हामीले लेस थपेको हो है। ल हेर्नुहोस् है, तपाईँहरूले मन पर्यो भने अर्डर गर्नुहोस् है, अर्डर गर्नुहोस्, मेसेज पठाउनुहोस् चाहिन्छ भने। नजिकबाट हेर्नुहोस् है त, कलर यस्तो राम्रो छ कि, यो प्रिन्ट मयूर प्रिन्ट छ, यति राम्रो छ। अहिले बेसी चलेको डिजाइन हो यो, के अरे प्रिन्ट हो यो। यस्तो प्रिन्ट छ है। म फेरि अर्को पनि यो केन नराखेको पनि हुन्छ होइन, त्यो चाहिँ देखाउँछु है त।